हामी हाम्रो सफलता र नयाँ जिन्दगीको सुरुवातबाट केवल एक कदमको दूरीमा छौँ, तर त्यो एक कदम लिनलाई धेरै साहस र आँट र ठुलो मुटुको जरुरी छ। र त्यो एक कदम लिनको लागि बाधा अर्चना भनेको पनि हामी आफ्नै हो। हाम्रो सोच, हाम्रो डर, अरूले के सोच्ला, अरूले के भन्ला, अरूले मलाई कस्तो देख्ला, एउटा डर बनाउँछौँ, एउटा माया जाल बनाउँछौँ। यदि जिन्दगी तपाईको हो, खुसी तपाईको हो भने सङ्घर्ष पनि तपाईको हो, मेहनत पनि तपाईको हो, दुःख पीडा सबै तपाईकै हो। अरूलाई खुसी बनाउन, अरूलाई राम्रो देखाउन चाहिँ हामीले हाम्रो खुसीको त्याग गर्न मिल्दैन, अचिभ नगर्ने भन्ने कुरा हुँदैन।